दर्शक नमस्कार, म ठाकुर बेलबासी कार्यक्रम पुनश्चमा यहाँलाई हार्दिक स्वागत छ। यति बेला मुलुक निर्वाचनमय बनेको छ। मुलुकभर उम्मेदवारहरू भोट माग्न व्यस्त बनिराखेका छन्। राजनीतिक दलहरू पनि बेफुर्सदी बनिराखेका छन् र सर्वसाधारण नागरिकमा पनि एक किसिमको चुनावको चहल पहल सुरु भएको छ। आजको कार्यक्रममा हामीले काठमाडौँ क्षेत्र नम्बर 8 का राष्ट्रिय प्रजातन्त्र पार्टीका एकजना उम्मेदवार नवीन साईसँग कुराकानी गर्दैछौँ। हामी सँगै हुनुहुन्छ नवीन साई, उहाँलाई स्वागत गरौँ। साईजी, यहाँलाई कार्यक्रममा हार्दिक स्वागत छ। धन्यवाद ठाकुर सर। आगामी फागुन 21 को निर्वाचनमा तपाईँ पनि उभिनु भएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट उम्मेदवार बन्नुभएको छ। तपाईँ चुनावी प्रतिस्पर्धामा उत्रनुको कारण अर्थात् उम्मेदवार बन्नुको कारण चाहिँ? सर्वप्रथम यहाँलाई प्रश्नको लागि धन्यवाद। राष्ट्रिय अहिले जुन निर्वाचनमा घुमिरहँदा मलाई लाग्छ मेरो 10-12 वर्ष चाहिँ मेरो बाल्यकाल आफ्नै किसिमले बित्यो होला। त्यसपछि नेपाल रेड क्रस तत्कालीन सिटापाइला उपशाखाको संस्थापक कोषाध्यक्ष भएर दर्जनौं सङ्घ संस्थामा आबद्ध भएर म जनताको बीचमा हरेक सुख दुःखमा जनताको उठाउनु पर्ने आवाजहरूलाई, जनपक्षीय हक अधिकारहरूलाई स्थापित गर्नको लागि म निरन्तर रूपमा झन्डै 40 वर्षदेखि म प्रत्यक्ष अप्रत्यक्ष रूपमा जनताको बीचमा जोडेको छु। त्यसकारण मेरो उम्मेदवारी अब यो राजनीतिक सेवा हो। जनतालाई पनि जिम्मेवारी र उत्तरदायित्व दिनुपर्छ र संसदमा पुगेर नीतिगत तहबाट गर्नुपर्ने कुराहरू, नीतिगत तहबाट चाहिँ सम्बोधन गर्नुपर्ने कुराहरू र नीतिगत तहबाट दिलाउनु पर्ने राज्यबाट ती आवाजहरू त्यो ढङ्गबाट चाहिँ जनताको बीचमा रहेर काम गर्नको लागि मेरो उम्मेदवारी हो। काठमाडौँ क्षेत्र नम्बर 8 का मतदाताले नवीन साईलाई नै मतदान गर्नुपर्छ भन्ने आधार चाहिँ के नि? नवीन साईलाई यतिखेर काठमाडौँको विशेष गरेर 8 नम्बर क्षेत्रका जनताहरूले, तपाईँ लामो समयदेखि राजनीतिमा पनि आबद्ध हुनुहुन्छ, विभिन्न सङ्घ संस्थामा आबद्ध हुनुहुन्छ, तपाईँ कहिले पनि कुनै पनि पार्टीको सिद्धान्तलाई हेरेर, यो पार्टीको कार्यकर्ता हेरेर तपाईँले कहिले पनि पक्षपातपूर्ण काम गर्नुहुन्न। तपाईँको काम सधैँ निष्पक्ष छ, तपाईँ इमान्दार हुनुहुन्छ, तपाईँ सत्यवादी हुनुहुन्छ। यो पटक तपाईँ चुनाव राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उठ्नुहोस् र तपाईँलाई हामी सघाउँछौँ भनेर जनसम्मानसहित उम्मेदवारी दर्ता गर्नेदेखि आजको दिनसम्म जनताको बीचमा जनताले नै आफ्नो ठाउँमा घरमा कहाँ अनुकूल मिल्छ बोलाएर मलाई यति राम्रोसँग सम्मान गरिराखेको अवस्था छ। त्यसकारण यो मैले भनिरहनु पर्दैन। तपाईँ फागुन 21 गतेको नतिजा हेर्नुहोस्। मलाई लाग्छ म आफैले 60% भन्दा म बढी चुनावमा मत ल्याएर यहाँको क्षेत्रको जनताले मलाई विजयश्रीको एउटा ठुलो मलाई चाहिँ पुरस्कार दिनुहुनेछ र बाँकी मत मात्र मलाई लाग्छ अन्य हामीसँगैका साथीहरूले बाँडेर लिने हो। तपाईँ राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट उम्मेदवार बन्नुभएको छ। मुलुकमा गणतन्त्रको अभ्यास चलिराखेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीले राज संस्थाको वकालत गर्छ। राज संस्थाको वकालत गर्ने पार्टीलाई जनताले मतदान गर्लान् भने? अहिले गणतन्त्र मुलुकमा आएको 2 दशक बितिसक्यो। यो 2 दशकमा कस्तो किसिमको चाहिँ अहिले मुलुकले चाहिँ बिहोर्नु परेको छ क्षति, त्यो हामी सबैलाई जगजाहेर नै छ। राज संस्था यति जनलहर छ। राष्ट्रिय प्रजातन्त्र पार्टीले राज संस्था सहितको प्रजातन्त्र वकालत गरिरहँदा हामीले यी गणतन्त्रवादीहरूको कहिले पनि हामीले यिनीहरूको आलोचना गर्ने कामहरू गरेन। राष्ट्रिय प्रजातन्त्र पार्टी देशको जनता, यहाँको मौलिक सिद्धान्त बोकेर देश प्रेम गर्ने पार्टी हो। मलाई लाग्छ अहिले राज संस्थाको यति जनलहर छ, यदि राजा ज्ञानेन्द्रले म अब चाहिँ मेरो नेतृत्वमा राज संस्था बनाउँदा हुन्छ भन्ने किसिमको उहाँले चाहिँ आफ्नो पाइलाहरूलाई अगाडि सार्ने हो भनेदेखि सारा जनता अहिले राज संस्थाको पक्षमा आउने अवस्थाहरू छ। त्यसकारण
राष्ट्रिय प्रजातन्त्र पार्टी मात्र एउटा यस्तो पार्टी हो कि जसले त्यो कहाली लाग्दो अवस्थाबाट यो अवस्थासम्म ल्याइ पुर्याउँदा राज संस्थाको पूर्व मेची, पश्चिम महाकाली, हिमाल, पहाड, तराई तपाईँ जहाँ हेर्नुहोस् अहिले रोयल फ्यामिलीहरू जहाँ पुगेका छन् त्यहाँका जनलहरले पनि यो देखाउँछ कि राजा ज्ञानेन्द्रले आह्वान मात्र गर्ने हो भनेदेखि यो मुलुकमा राज संस्था अस्ति नै फर्किसक्थ्यो। तर हामी विधि मान्ने पार्टी हो, हामी लोकतन्त्रमा विश्वास गर्ने पार्टी हो। लोकतन्त्रको विकल्प लोकतन्त्र नै हो। हामीले भनेका आवाज राजा सहितको राज संस्था सहितको प्रजातन्त्रलाई कायम गर्न सक्यौँ भने प्रजातन्त्र सुरक्षित हुन्छ भन्ने नै हाम्रो जोरदार माग हो। मलाई लाग्छ हाम्रो एजेन्डा अहिले गणतन्त्र मान्ने दलभित्र पनि राज संस्था सहितको प्रजातन्त्र आवश्यक छ, नत्र मुलुकै असुरक्षित हुन सक्छ भन्ने कुरा गणतन्त्र ल्याउने ती नेतृत्वकर्ताहरू बीचमा पनि पुनर्विचार भइसकेको अवस्था छ। कतिले बाहिर व्यक्त गरेका छन्, कतिले गर्न बाँकी रहेका मात्र छन्। ठाकुरजी, यसपालि राप्रपालाई हलो चिन्हमा भोट नहाल्ने कुरै छैन। राप्रपाको हलो अङ्कितका उम्मेदवारहरू सक्षम छन्, एउटा यो देशलाई निकास दिन सक्छन् र गर्व गर्न लायकका जनप्रतिनिधि भनेको राप्रपाले उठाएका उम्मेदवार हुन् भनेर जनताले खोजेर जनताले यति सम्मानका साथ अहिले चाहिँ बोलाएको अवस्थामा राप्रपाले उठाएका उम्मेदवारलाई भोट नहाल्ने कुरै छैन। ठाकुरजी, तपाईँ आफू चाहिँ विजयी हुनेमा निकै निश्चिन्त हुनुहुँदो रहेछ। फेरि पनि तपाईँले चुनाव जित्ने आधार चाहिँ के बनाउनु भएको छ भन्नुहोस् त। ठाकुरजी, तपाईँले असाध्यै महत्त्वपूर्ण प्रश्न उठाउनु भयो। अहिले काठमाडौँ क्षेत्र नम्बर 8 मा उठेका उम्मेदवारहरूमध्ये म मात्र एउटा यस्तो व्यक्ति हो कि जसले यो क्षेत्र नम्बर 8 का प्रत्येक परिवारसँग म एउटा सदस्यको रूपमा छु। यहाँको सुख दुःखमा म सहभागी भएका छु। चाहे त्यो तपाईँको 72 सालको भूकम्प भनौँ या कोभिड प्रकरण भनौँ, ती सबै प्रकरणहरूमा मैले आफूले व्यक्तिगत रूपमा म आबद्ध भएका संस्थाहरू मार्फत र हाम्रो सामूहिक सबै साथीहरूको एउटा सहयोगबाट म उहाँहरूको बिचमा अत्यन्तै निकट छु। त्यसकारण मैले चुनाव नजित्ने कारणै छैन। मैले धेरै भनिराख्नै पर्दैन। चुनाव जितेपछि तपाईँले गर्ने चाहिँ के हो? हेर्नुहोस्, चुनाव जितिसकेपछि हामी पहिलो कुरो त हामी नीति निर्मातामै हामी चाहिँ मुलुकमा भएका बेथिति विकृतिहरूको त्यसलाई संशोधन गर्ने कुराहरू र अझ लेटेस्ट जनतालाई दिन सक्ने किसिमका चाहिँ नीति निर्माण तहमा सहभागी भएर कार्यान्वयन तहमा जुझारुका साथ आफू लागि पर्ने हो। र अर्को कुरो, काठमाडौँमा धेरै समस्यामध्ये एउटा फोहोर पनि समस्या हो। त्यो फोहोरलाई हामीले काठमाडौँ महानगरपालिकाको मात्र भर नपरिकन कमसेकम मेरै क्षेत्रको फोहोरहरूलाई पनि रिसाइकल गरेर त्यसलाई मोरमा परिणत गर्दै यहाँका हाम्रा स्थानीयहरूलाई पनि रोजगार दिएर कमसेकम समृद्ध बनाउन सकिन्छ। मसँग त्यो योजना छ। यसै गरी 8 नम्बर क्षेत्रमा पानीको समस्या छ। यो पानीको लागि 8 नम्बर क्षेत्रमा आफ्नै स्रोतबाट पानी उत्पादन गरेर दीर्घकालीन रूपमा यसलाई समाधान गर्न सकिन्छ। यो छ मसँग प्लान। मैले सरकारी विद्यालयलाई आधुनिक गुणस्तरीय शिक्षामा जोड दिनेछु। अब तपाईँ भन्नुहोस् ठाकुरजी, निजी विद्यालयमा त पहुँच हुनेले पढाउने हो, पहुँच नहुने त सरकारी विद्यालयमा पढाउने हो, सामूहिक विद्यालयमा पढाउने हो। मैले सामूहिक विद्यालय र सरकारी विद्यालयहरूलाई निजी विद्यालयमा पढाउने भन्दा पनि गुणस्तरीय शिक्षाको लागि व्यवस्थापनका लागि अगाडि बढ्ने मसँग त्यो टिम छ। त्यसकारण म लगायत मेरो टिमले जबसम्म हामी शिक्षित बनाउन सक्दैनौँ समाजलाई, तबसम्म राजनीतिमा विकृति विसङ्गति हुन सक्छ। एउटा असल नागरिक हुनलाई ऊ शिक्षित हुन जरुरी छ। शिक्षित भइसकेपछि परिवार शिक्षित हुन्छ, समाज शिक्षित हुन्छ, देश शिक्षित हुन्छ। त्यसकारण शिक्षामा विशेष गरेर सामुदायिक जुन किसिमका सरकारी विद्यालयहरू छ यसलाई एउटा नीतिगत तहबाट नै क्षेत्र नम्बर 8 को प्रतिनिधित्व गर्दै म देशव्यापी रूपमा सुधार गर्नुपर्छ भन्ने कुराको आवाजलाई म जोरदार रूपले कार्यान्वयन तहमै लाने हो। अहिले नेपालमा सबैभन्दा जटिल विषय भनेको स्वास्थ्य क्षेत्र पनि हो। म क्षेत्र नम्बर 8 का जनतालाई
स्वास्थ्यको पहुँच पुर्याउँदै स्वास्थ्यको लागि उहाँहरूले जुन कठिनाइ भोग्दै आउनुभएको छ, जुन किसिमको पीडा भोग्दै आउनुभएको छ, आर्थिकदेखि लिएर समयको पनि त्यति नै उहाँहरूको जुन किसिमको खर्चिनुपर्ने अवस्थाहरू छ, ती सबै कुराहरूलाई व्यवस्थापन गर्दै क्षेत्र नम्बर 8 का जनताहरूलाई दिनुपर्ने स्वास्थ्य सेवामा उहाँहरूको स्थानीय तहरमै पहुँच पुग्ने गरिकन अगाडि बढ्ने त्यो हामीसँग प्लान छ। त्यसको लागि नीतिगत तहबाट संसदमा आवाजलाई बुलन्द गर्दै हामी त्यो तहबाट पनि अगाडि बढ्छौँ। त्यसकारण ठाकुरजी, तपाईँ क्षेत्र नम्बर 8 को जनतालाई जुन किसिमको स्वास्थ्यको कुरा गरिरहँदा समग्र देशको अहिले हामीले अवस्था हेर्ने हो भनेदेखि नेपाली जनताको स्वास्थ्यमा पहुँच छैन। आज नेपालमै पनि तपाईँ भन्नुहोस्, यहाँका सक्षम केही नागरिकहरू उपचारको लागि विदेशिनुहुन्छ र हुने खानी त तपाईँ विदेश जान्छ, त्यो कुरालाई हामी कसैलाई आफ्नो स्वास्थ्यमा सचेत हुनु, उपचार पाउनु त्यो राम्रो कुरा हो। तर नेपालमा मलाई लाग्छ 80% भन्दा बढी यहाँका जनताहरू यहीँकै सेवा लिन बाध्य छन्। तपाईको समस्या आफ्नो ठाउँमा छ, विभिन्न कारणले आज हुम्ला जुम्लादेखि लिएर कर्णालीका हरेक क्षेत्रका मान्छे काठमाडौँ आउनुपर्ने बाध्यताहरू छँदैछन्। त्यसमा पनि नेपालमा हुने खाने मान्छेहरू चाहिँ जब विदेशमा गएर उपचार लिनुहुन्छ भने कि नेपालको डाक्टर असक्षम छ भन्नु पर्यो? होइन, नेपालको डाक्टर सक्षम छन् भनेदेखि तिनीहरू सबैले पनि उपचार यहाँ गर्नु पर्यो। तपाईँ शीर्ष नेताहरू हेर्नुहोस्, उपचारको नाममा बिर्सिनुहुन्छ उहाँहरू। होइन, नेपालको डाक्टर सबै सक्षम छ, नेपाली जनतालाई चाहिँ यी स्वास्थ्य सेवा राम्रोसँग दिन सक्छ भनेदेखि किन विदेशिनु पर्यो? त्यसकारण नेपालमा यी स्वास्थ्यलाई समग्र रूपमा देशमै स्वास्थ्य भनेको हाम्रो आधारभूत कुराहरू हो, यसलाई व्यवस्थापन गर्न पनि म क्षेत्र नम्बर 8 का तर्फबाट प्रतिनिधित्व गर्दै समग्र देश र जनताको हितमा स्वास्थ्यका कुराहरूलाई पनि हामी प्लान बनाएर अघि बढ्नेछौँ। काठमाडौँ क्षेत्र नम्बर 8 परम्परागत रूपमा, धार्मिक रूपमा, सांस्कृतिक रूपमा महत्त्वपूर्ण क्षेत्र, विशेष गरी नेवार समुदायको बाहुल्यता भएको क्षेत्र पनि। तपाईले यो क्षेत्रको सांस्कृतिक, धार्मिक र सामाजिक रूपलाई कसरी सम्बोधन गर्दै हुनुहुन्छ? तपाईले भने जस्तै ठाकुरजी, यो क्षेत्रमा स्वयम्भूत अझ विश्व सम्पदा सूचीमा छन्। हनुमान ढोका दरबार स्क्वायर तपाईको विश्व सम्पदा सूचीमा छन्। यहाँ स्वयम्भूका विदेश्वरी, शोभा भगवती, मखनका महादेव, कालभैरव, इन्द्र जात्रा, अझ विशेष गरेर यहाँ जीवित जात्राको रूपमा परम्परादेखि नै चल्दै आएको जात्रा लगायत थुप्रै स्थानमा मठ मन्दिरहरू छन्। तपाईँ चाहे भिनसेनथानको कुरा गर्नुहोस्, हरेक क्षेत्रमा तपाईको मठ मन्दिरै भएको एउटा नेवारहरूको ठुलो बाहुल्यता भएको क्षेत्र पनि हो। र वर्षदेखि नेवारहरूको जुन किसिमको अद्वितीय सांस्कृतिक पर्वहरूलाई पनि हामीले विश्वमा चिनाउन सफल भएको हो। त्यसकारण जात्रा, यहाँको जात्रा, परम्परा, संस्कृति विशेष महत्त्व राख्छ। यही जात्राको पर्वहरूलाई एकपटक हेर्नको लागि नेपाल भित्रिन्छन् र हाम्रै नेवार समुदायमा एकपटक इन्द्र जात्रा चाहिँ हेर्नै पर्छ, यो हेरेपछि स्वर्ग पुगिन्छ भन्ने भनाइ छन्। यसको बावजुद पनि तत्कालीन समयमा जे व्यवस्थापन गरेको हो, समयको माग अनुसार अहिले यो व्यवस्थापन गर्नलाई विशेष गरेर यहाँका गुठी जात्रासँग सम्बन्धित सबै निकायहरू, योसँग जोडिएका सबै समुदायहरूलाई पनि धेरै कुराको समस्या भएको छ। नीतिगत समस्या छन्, आर्थिक समस्या छन्, व्यवहारिक त्यतिकै कठिनाइहरू छन्। यसरी सादा पहिचानको रूपमा नेवारहरूले सम्पन्न गर्दै आएका यी जात्रा हाम्रो देशको एउटा ठुलो पहिचान पनि हो। जसरी हामी यो राष्ट्रको गौरव हो, गरिमा हो, हाम्रो स्वाभिमान हो भन्दै आएका छौँ, यो पहिचान ठुलो महत्त्व राख्छ यो जात्राले। त्यसकारण यो जात्रा व्यवस्थापनदेखि, यसका व्यवहारिक पक्षहरूदेखि, यसलाई सुधार्नुपर्ने पक्षहरूलाई पनि नीतिगत ढङ्गबाट सम्बोधन गर्न अपरिहार्य छ, गर्ने नै हो, गर्नै पर्छ यो। र आर्थिक रूपमा पनि यसलाई चाहिँ कमसेकम हामीले के कस्तो भइराखेको छ, एउटा विज्ञहरूको स्थलगत हामीले त्यसको अध्ययन अनुसन्धान गर्नु पनि जरुरी छ ठाकुर सर।
त्यसपछि त्यसलाई के गर्नुपर्ने हो त्यसलाई हामीले म्यानेजमेन्ट गर्नै पर्छ। त्यो प्लान हामीसँग छ, हाम्रो पार्टीसँग छ। यसर्थ हाम्रो जात्रा, हाम्रो धर्म, हाम्रो संस्कृति, हाम्रा पर्वहरूलाई हामीले पर्यटकीय नगरीको रूपमा व्यवस्थापन गर्दै बढीभन्दा बढी पर्यटकलाई चाहिँ हामीले अवलोकन गराउन सक्यौँ भने यहाँका समुदायहरूको आर्थिक आय आर्जनमा पनि वृद्धि हुने, रोजगार पनि पाउने, देशलाई पनि एउटा ठुलो टेवा र सेवा पनि हुने। त्यस कारण पनि यो अपरिहार्य छ। यसलाई व्यवसायीकरण गर्न पनि अपरिहार्य नै छ ठाकुरजी। अहिले मुलुकमा नयाँ पार्टीहरूको निकै दबदबा छ। हजुर, नयाँ पार्टीहरूले एक किसिमले पुरानो पार्टीहरूको मन र मथिङ्गल हल्लाइदिएका छन्। तपाईँको क्षेत्रमा पनि नयाँ पार्टीको उपस्थिति पक्कै होला, के छ अवस्था? नयाँ पार्टी खोल्दैमा ठाकुरजी नयाँ हुन्छ र? विचारले नयाँ हुने हो। मैले अहिलेसम्म र पछिसम्म पनि सधैँ सबैलाई सुहाउने, मुलुकलाई सुहाउने सिद्धान्त भएको राप्रपा बाहेक मैले नयाँ पार्टी अरू देखेकै छैन। अब तपाईँ भन्नुहोस् ठाकुरजी, होइन, कयौँ यहाँ त साथीहरू धेरै पपुलिस्ट हुनुहुन्छ। सामाजिक सञ्जालको आधारमा चुनावको मूल्याङ्कन गर्ने त्यो परम्परा छ। मलाई लाग्छ यो नै सही हुँदैन। 8 नम्बर क्षेत्रका आदरणीय मतदाताज्यूहरूलाई म विनम्र 10 औँला जोडेर तपाईँहरूलाई आग्रह गर्न चाहन्छु, सामाजिक सञ्जालको आधारले मात्र मूल्याङ्कन नगर्नुहोस्। वास्तवमा तपाईँहरूको अहिले क्षेत्र नम्बर 8 मा राष्ट्रिय प्रजातन्त्रका उम्मेदवार नवीन साई कस्तो छ भनेर पनि तपाईँहरूले सोधी खोजी गरिदिनुहोस्। त्यो नै मलाई लाग्छ तपाईँहरूले उचित मूल्याङ्कन हुनेछ। अब तपाईँ पपुलरको कुरा गर्नुहुन्छ, पपुलिस्टको कुरा गर्नुहुन्छ। हेर्नुहोस्, एक किसिमका यी पपुलिस्टहरू चाहिँ हो, उहाँहरूले काहीँ केही कुराहरूलाई चाहिँ उहाँहरूले अभियानको रूपमा उठाउनुहुन्छ। विगतमा धेरै उम्मेदवारहरू देखेँ हामीले, त्यस्ता पपुलिस्ट उम्मेदवारहरू। तर कयौँको धरोटी जफट भएको अवस्था छ। कारण जनताले बुझेका छन्। त्यसमाथि 8 नम्बरका क्षेत्र भनेको हाम्रो भगवान रूपी जनताहरू धेरै सजग र सचेत हुनुहुन्छ। राष्ट्रप्रति हामीले एउटा योगदान दिने भनेको आफ्नो अमूल्य मतलाई सही प्रयोग गर्नुपर्छ। त्यसकारण यसपालि नवीन साई ठिक छ, हलो चुनाव चिन्हलाई दिनलाई आतुर हुनुहुन्छ। तपाईँ यहाँ एकछिनलाई मान्नुहोस्, यहाँ 4 को डङ्गुर छ। अब भन्नुहोस् मलाई, त्यहाँ 4 मा आएर ती पपुलिस्टहरूले त भाषण त राम्रो गर्नुहुन्छ उहाँहरूले। यो 4 यहाँ भयो, दुर्गन्धित भयो, दुर्गन्धित फैलायो, वातावरणलाई बिगार्यो, वातावरण दूषित भयो, हाम्रो यहाँका जनताहरूको स्वास्थ्यमाथि खेलवाड भयो वातावरण दूषित भएर। अब तपाईँ भन्नुहोस् कति मिठो कुरा हो। आज यहाँका जनताले कमाएर खानुपर्ने मान्छे ऊ स्वास्थ्य बिग्रेको कारणले चाहिँ औषधि खाएर घरमा बस्नुपर्ने अथवा जचाउन जानुपर्ने, त्यो समय पनि बर्बाद भयो, स्वास्थ्यमाथि खेलवाड भयो। त्यसको जिम्मेवारी कसले लिने भनेर उहाँहरू बोल्नुहुन्छ, क्यामेरा तिर्साउनुहुन्छ। धेरै अहिले युट्युबर साथीहरू हुनुहुन्छ भाइरल बनाउनुको लागि। तर त्यही क्रममा त्यो 4 उठाउने ठेकदारलाई फेरि उहाँहरू गएर के भन्नुहुन्छ भने, मलाई थाहा छैन उहाँहरूले आग्रह गर्नुहुन्छ कि धम्क्याउनुहुन्छ, त्यो म जान्दिनँ। त्यो 4 नउठाउनुहोस् है भन्न जान्छ। अनि त्यो 4 उठेन भने सधैँ समस्या भइरह्यो, सधैँ क्यामेरा तिर्साउन पायो, सधैँ राजनीति गर्न पायो। यस्तो कुरालाई पहिचान गर्नुपर्छ। हामी त हेर्नु समस्यादेखि चाहिँ समाधान गर्ने हो। त्यसकारण समस्यालाई ठुलो बनाएर सबैको चाहिँ भाइरल बन्न खोजेको आधारमा मलाई लाग्छ अन्यायपूर्ण हुनसक्छ। यतातिर पनि आदरणीय मतदाताज्यूहरूले आफ्नो विवेक प्रयोग गर्नु हुन म विनम्र अनुरोध गर्न चाहन्छु। नवीन साईजी, यहाँले आफ्नो व्यस्त समय हामीलाई उपलब्ध गराइदिनु भयो, यहाँलाई धेरै धेरै धन्यवाद। हस्, धन्यवाद ठाकुर सर। तपाईँले पनि यो अहिलेको महत्त्वपूर्ण समयमा बोलाउनु भयो, त्यसको लागि धेरै धेरै धन्यवाद। आदरणीय दर्शकवृन्द, कार्यक्रम पुनश्चमा आज हामीले काठमाडौँ क्षेत्र नम्बर 8 का राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार नवीन साईसँग चुनावी संवाद गऱ्यौँ। यो संवाद हेरेर साथ दिनुहुने तपाईँ दर्शकलाई धेरै धेरै धन्यवाद दिँदै बिदा हुन्छौँ। नमस्कार।